हेलो नमस्ते मीनाको भान्सामा स्वागत छ र आज हामी खाँदैछौँ यो रोटी भइहाल्यो हैन रोटी तरकारी भइहाल्यो अनि यो चाहिँ यो छोरीको लागि मेघनाको लागि चाहिँ यो चाउचाउ बनाइदिएको थिएँ मैले अनि आज चाहिँ शुक्रबारको दिनमा अनि 12:30 बजे लगभग पौने 1 बजे है तिमी आएको अनि पौने 1 बजे चाहिँ छुट्टी भएर भर्खर आइन् अनि उनको लागि चाहिँ मैले चाउचाउ बनाइदिएँ ल खै त खान्छु हो भन्यो खै त खाए ल के नखाएर गएको बिहान एउटा रोटी बनाइदिएको थिएँ त्यही रोटी खाइथिन् अनि अहिले भोक लागेला बिचारा ल हामीले खाँदै गर्छौँ है त मिठो छ मिठो लाग्यो त्यस्तै खाने होइन नि त पिरो छ कि नै पिरो छैन पर्छ लाग्यो बस न भोक लाग्थ्यो न्यू साथी थिइन् नि आलु तरुवा खाँदै थिइन् पुरै गोलो गोलो खाने पुरै 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 खायो आज किन ढिलो भएको त आज फेरि आज किन ढिलो गरेको आज किनकि भइरहेको थियो हाम्रो फेरि मामिले कहिले होमवर्क गर्न लाइसक्यो कहिले के गर्न लाइसक्यो अनि फेरि गुरामा आइसक्यो फेरि उ गर्नु अनि भनिसक्यो डायरी देखाऊ अनि डायरी पनि देखायो अब अहिले 2 बजिसक्यो नास्ता यही हो 2 बजे त रियाक्सन नै मेरो छोरीको कति बजे अरे कति बजे अरे 2 सजिलोसँग बसेर खाऊ न त्यो सबै खानुपर्छ है मेघनाको ठुलो इच्छा छ कि मामु छोरो चाहिँ मुखबाङ गर्ने इच्छा छ उसको चाँडै इच्छा पुरा गरिदिनु पर्ला रहर त गर्छ बिचारा भिडियो गराउन होइन अन्त टाइम मिल्दैन के गर्ने आज शुक्रबारको दिनमा आज त्यही 1 बजीतिर छुट्टी भएर आमा छोरीको टाइम मिलेछ अनि नास्ता गरेर आछौँ सँगै नत्र भने त अघि पछि हुँदै हुँदैन छोरा खाए ल भन्न लागेको त होला नि खाए ल खाऊ खाऊ कस्तो गर्मी छ बाहिर छाता बिना हिँड्न पनि सकिन्न है तातो हावा चलेर हैरान छ नेपालगञ्जमा अब त गर्मी पनि बढिसक्यो हिँड्नै सकिन्न अरू भन्दा पनि स्कुलबाट आउने बेलामा त चिसो हावा चलिरहेको अलि हेर न हावा चलिरहेको अनि गाई चलिनु मामुले भन्दै थियो आफै भिडियो गरेर खाऊ मैले भने हजुरले गर्छ भनेपछि मलाई मिठो लाग्दैन मामुले गर्छ आज त सबै चाउचाउ खानुपर्छ है सबै सकाउनुपर्छ उसलाई एउटा चाउचाउ खान पनि गाह्रो हुन्छ धौ धौ हुन्छ खाना पनि यति हो भात यति भएर पुगिहाल्छ धेरै कचरो कचरो पनि खान मन गर्दैन बाहिरको चिज त धेरै खाने होइन पानी हो आज भान्डार आलु बनाएको एकदम मिठो लाग्यो सुक्खा बनाएको थिएँ मैले हैन अनि रोटी पनि राखेँ रोटी पनि हालेँ
अनि रोटी 2टा रोटी तरकारी खायो मजाले के रे के हो त्यो भने के त्यो भनेको खायो तिमीले खाऊ भने मामुले बिहान अनि त्यो बनाइहाल्छु छोरो त्यो हिजो साँझ कुखुराको मासु बनाएको ब्रोइलर लिएर आएको थियौँ अनि यसको लागि चाहिँ साँझ उतै मामा घर गएर उतै आलु पराठा के खायो अरे उतै गिलो रोटी खाएर आइछिन् अनि त्यसपछि अब उसको भाग चाहिँ 4-5 पिस चाहिँ मासु राख्दै थिएँ मैले अब बिहान त्यो रोटीसँग खाइने एउटा रोटीसँग तावटा थियो अनि बिहान चाहिँ अब एउटा रोटीसँग तरकारी खाइन् मासु उसले खान सकेन त्यसपछि उसले भने मामु हजुर खाइसु म खान्न भनेको हुनाले मैले एउटा रोटी र त्यो तरकारी खाएको अनि अहिले सोच्छिन् के मेरो बिहानको तरकारी खै पापाले खाइसक्नु नि त बिहान साँझ खाइसक्यो त्यो बिहान खाइसिन्न पापाले फेरि उसको पापाको बानी कस्तो छ भनेपछि बिहान चाहिँ पकाएपछि खाने साँझको खाने होइन तर साँझको तरकारीहरू केही चिज बाँकी भयो भने भोलिपल्ट नखाने बानी छ फेरि चाहे मिठोभन्दा मिठो चिजहरू किन नहोस् मिठोभन्दा मिठो तरकारीहरू खानाहरू किन नहोस् होइन त्यो बासी खाने बानी नै छैन अब त खाइन्छ अनि मैले 2टा रोटी र तरकारी खाएँ होइन मेघनाले लगभग सकाइसकेन अब खाएर अब आजलाई यति साथीहरू यदि हजुरहरूले राम्रो मानिदिनु भयो भनेपछि हामीले चाहिँ डेली ब्लग ल्याउने चाहिँ कोसिस गर्छौँ होइन र अब यसको लागि मेघनाले के भन्दैछन् सुनौँ है ल राति पनि भिडियो गराउने अहिले नसक् किन नि मलाई लाग्यो ए पापालाई देखाइसेला नि त्यो हिजो के अस्तितिर चाउचाउ खाएको जस्तो ओके भिडियो बनाम गरे एकदम मजा लाग्छ अरे भिडियो बनाउन राति पनि बनाउँला अरे राति धेरै बनाउने होइन छोरो भिडियो बनाउने बेलामा भिडियो बनाउने हो पढ्ने बेलामा पढ्ने हो होइन साथीहरू धेरै बच्चाहरूले एकदम मोबाइल क्रेजी पनि गराउनु हुँदैन होइन उसको अलिकति केही क्लिपहरू चाहिँ मलाई चाहिँ अलिकति हान्न मन लाग्छ होइन किनकि अब खाएको खेलेको चाहिँ हान्न मन लाग्छ मलाई तर फुर्सद हुँदैन त्यही पनि सकभर आफूले सकेसम्म छोटो क्लिपहरू चाहिँ म मेघनाको हाल्ने कोसिस गर्छु होइन ल यति भन्दै आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन हामी आमा के गर्ने गर्छ र लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्नुहोस् धन्यवाद भन्दै नि त धन्यवाद हजुरहरूले भिडियो मन पराइदिनु भयो भने चाहिँ हामी मामु र छोरीको पनि भिडियोहरू मुकबाङहरू गएको होइन छोरो मुकबाङहरू गएको अनि ब्लगहरू चाहिँ हामीले लिएर आउँछौँ होइन र भिडियोलाई चाहिँ लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला होइन र यति भन्दै हामी ल भन्नुहोस् लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब हो आजलाई यति भन्दै हामीहरू छुटिन चाहन्छौँ बाई बाई